तो गेट स्कुलको है। बुद्ध धर्मराष्ट्र यदि तपाईँहरूलाई यस्तो मनपर्छ भने यो बुद्ध धर्महरूको चित्रहरू यस्तो राम्रो रहेछ यो ठाउँ। नेपाली सांस्कृतिक सबैको लागि खाना वाउ पाइन्छ। नेपाल साँच्चीकै सांस्कृतिक रूपमा धनी छ। यस्तो दामी ठाउँ छ यहाँ। यो ठाउँको नाम चाहिँ थाहा भएन है, कसैले याद गर्नुभएको छ नि भन्नु होला। यो मन्दिर ठुलो छ, बौद्ध जस्तो छ तर बौद्ध होइन है यो। भगवान यहाँ छ के सुन्दर आकृति। यहाँ ढुङ्गाभित्र पनि यति सानो सानोमा पनि आकृति बनाइरहेको छ। यस्तो कलाकृतिहरू सायदै यस्तो कला संस्कृतिहरूलाई जगेर्ना गर्न हाम्रो कर्तव्य हो। यस्तो छ। यो के हो? यो यहाँ पानी छ, यस्तो छ। जस्ट इमेजिन। यो प्रभात माध्यमिक विद्यालयको नजिकै रहेको मन्दिर एकदम राम्रो छ सबै ठाउँमा। यहाँ पनि चारो दिँदैछन्, साथीहरू छन् हैन। प्रभात माध्यमिक विद्यालयको मन्दिर भनेर बुझ्नु होला। आकृति बहुत दामी रहेछ के यहाँको। आकृति राम्रो रहेछ, यस्तो दामी छ। माथि पनि छ, गौतम बुद्ध छन्। प्राकृतिक सुन्दरता। यहाँ मैले जुत्ता लगाएर आइरहेको छु, नआउनु पर्ने हो है, सरी। यहाँ हेर्नु, सांस्कृतिक धरोहर नेपाल सुन्दर बहुत दामी रहेछ त यार। वाउ, एकछिन राउन्ड हानेर आउँछ एकछिन। यो पुराना पुराना मन्दिरहरू छन्, यस्तो डिजाइन छ कि। हेर न, यस्तो दामी यार। परेवाहरू कति दामी हुन् कि। प्राकृतिक सुन्दरता, सांस्कृतिक सभ्यताहरू लुकेको ठाउँ नेपाल राम्रो रहेछ यार। यस्तो दामी ठाउँ छ, यहाँ आउन नबिर्सनु होला। वाउ, केही खानेकुरा छैन यार यिनीहरूलाई दिन आउँदै। ल जाऊ। उता आन्टीले खाना दिँदै हुनुहुन्छ।